हजुरको विचारमा चाहिँ यो संविधान सभा भनेको चाहिँ के हो हजुर? अब यो मेरो विचारमा संविधान सभा भने चाहिँ कुनै नौलो कुरै होइन, आफ्नै बारीको। हेर्नुहोस्, हाम्रो देशमा थुप्रै प्रकारका सभाहरू छन्। राष्ट्रिय सभा, प्रतिनिधि सभा, संखुवा सभा हो। यी सभाहरू जस्तै यो संविधान सभा पनि एउटा सभा हो, आफ्नै बारीको। संविधान सभा भइसकेपछि चाहिँ के हुन्छ त देशमा बताइदिनुहोस् न। अब संविधान सभा भएपछि धेरै कुरा हुन्छ। हेर्नुहोस्, अब हाम्रो देशमा अहिले चाहिँ कहिले संविधान मात्रै हुन्छ, कहिले सभा मात्रै हुन्छ। त्यसैले अब चाहिँ संविधान र सभा एकैचोटि पार्न सकियो भने देशलाई राम्रो हुन्छ। ल त्यही सुन्नुहोस् त, के भयो? उहाँ चाहिँ को नि हजुर? यो मेरो श्रीमती, आफ्नै बारीको। यो चाहिँ उहाँको थेगो है बाबु। फेरि श्रीमती चाहिँ आफ्नै बारीको रहेछ भनेर लेखिदिनु होला नि। नकरा न नकरा, उहाँ बाबुले मिलाएर लेखिहाल्नुहुन्छ नि, तैँले भन्नुपर्छ। होइन, खाना खाने होइन, खाना पाकिसक्यो। अनि बाबु खाना खाएरै आउनुभयो होला। कहाँ खाना खानु? ए खानुभएको छैन त्यसले कि यतै खाने हो? हुन्छ, के भएर खाइदिउँ न त। ए खानै खाने र कि अरू थोकले पनि हुन्छ बाबु? यसो बिस्कुट सिस्कुट? बिस्कुटै खाने भयो नि, बाहिर पसलमा पाइन्छ, आफ्नै बारीको। होइन, त्यसो नगरौँ। अब खानै पाइसकेको रहेछ, खानै खाउँ न त। लौ त लौ, भइहाल्छ नि, यतै खाउँ त, रमाइलो नि हुन्छ। ओइ सुनिस्, उहाँ बाबु पनि आज यतै खाना खाने रे, जा गएर पछि। खै त अमेरिका जाने नयाँ बाहुन देखिँदैन नि, कहाँ गए? जाँदैन तँलाई के मतलब? त्यसलाई डाकालाई नि म अमेरिका पठाउँछु। डाका? ये राता मकै मामाको होइन, तपाईँ त मलाई बाटै पछि डाका डाका भन्नुहुन्थ्यो। म भन्दा नि ठुलो डाका रहेछ क्या हो त्यो ब्रो? तेरो त हजुरबाउ नै रहेछ नि। म नभए मौका त्यो तकिया मुनि रेखा 7,000 त टप्काइसक्यो तपाईँले। ओ नो, व्हाट अ सरप्राइज! यो इङ्ग्लिस पनि फेरि ठाउँ बेठाउँ आएर हैरान पार्ने, धेरै पर्न नि नहुँदो रहेछ। देख्नु हो आजकलका मान्छे कस्ता हुँदो रहेछन्। तपाईँ कति नै मलाई डाका डाका भन्नुहुन्थ्यो नि, वास्तविक डाका को रहेछ? घरभित्र डाका छिरेको छिरेन? खानु जस्तो बाको त्यो ब्रोको कत्रो घरभित्र आएको 2 हप्ता भएको छैन, पैसा चढ्न थालिसकेको छ। मैले अहिलेसम्म तपाईँको घर आएर यसरी कहिले लामो हात गरेको थिएँ? त डाकाले भेट्दैन सनी लामो हात गरिन। त डाका पनि त्यही ड्याङको मुला त हो। होइन, त्यो मुला जस्तो म मुला अलि होइन पुतलीका बा, विचार गरेर बोल्नुहोस्। त्यो मुला अलि डेन्जर खालकै मुला रहेछ, काठ बसिया मुला। मैले अहिलेसम्म तपाईँको घरमा आएर यसरी चोरी चकारी गरेको कुनै रेकर्ड छ? ल हेर्नुहोस् त, त्यो डाकाको कस्तो हिम्मत! बिहे गर्नु, ज्वाइँ बन्नु, मन जित्नु त कता हो कता हो, सिधै सम्पत्तिमा आँखा काट्दो रहेछ। हेर्नुहोस् त, यस्ताको नि विश्वास गरेर हुन्छ? मेरो मन हेर्नुहोस्, मन हेर्नुहोस्। ए कमाइ समय नभए कम पाली तपाईँहरूलाई मेरो पाली। ल भयो त डाका आएर मलाई सान्त्वना दिन नखोज। त्यसको रिस अहिले तैँले भेट्लास् नि। पैसा उसले भेटेको, मैले त त्यही रिस भेट्ने त हो नि। कति नै रिस गर्ने मान्छे पाउनु भएको छ तपाईँ। ल ठिक छ, कति नै मलाई बाटै पछि डाका डाका भनेर मेरो एसएलसीको बेइज्जत गर्नुभएको थियो नि, बिए पास गरेर चाहिँ खोज्नु भएको थियो नि, कुरो रहेछ डाका। हेर्दै जानु अब कस्तो कस्तो डाका फेला पर्दो रहेछ। मलाई त लिन नि दिन, के मतलब? तै पनि यसो सम्झाएको, जे भयो नि भूतपूर्व ज्वाइँ त हो नि। यो कुरा पुतलीलाई भनिदिउँ त म? फेरि यता तपाईँको पैसा चोर्ने, उता फोन गरेर छोरीको मन चोर्ने गरेर बिचरा पुतली चोरको फेला पर्लिनी। बेलैमा जानकारी दिनुहोस्। के अरू फोन गरिदिउँ म? मसँग त नम्बर छ। के रे फोन गर्नु पर्ने? मेरो छोरीलाई म आफै गरिहाल्छु। तँ डाकालाई के मतलब? मेरो छोरीले त्यो फोन सोन गर्ने प्रयास गरिस् भने तेरो करङ सरङमा हात दिन्छु। ल
अब टन्न मासु र भात खाइहाल्नु हो। अब राम्रो पत्रिकामा निकालिदिनु पर्यो यो अन्तर्वार्ता आफ्नै बारीको। साँच्ची यो कुन पत्रिकामा निक्लिन्छ अरे बाबु यो अन्तर्वार्ता र इन्टरभ्यू? पत्रिका निकाल्ने कुरा हुँदैछ, निक्लेछ भने निकाल्दैला नि। अनि पत्रिका चाहिँ कहिले निक्लिन्छ त? खै कहिले निस्किन्छ, निकाल्ने कुरा चाहिँ भइरहेछ। 2 वर्ष अगाडिदेखि नै निकाल्ने कुरा भयो, अब चाहिँ निस्किन्छ कि? होइन पत्रिकै निक्लिने टुङ्गो नलागिकन किन अन्तर्वार्ता लिन आइरह? अन्तर्वार्ता लिने रहर लाग्यो भने आएको नि, तर पिर गर्नु पर्दैन। म जसरी भए पनि निकालिदिन्छु तपाईँको अन्तर्वार्ता आफ्नै बारीको पत्रिकामा। ल हेर हेर टन्न मासु र भात खाएर गयो बा। ठिक्क पर्यो। हेर बल्ल बल्ल 6 महिनामा ल्याएको मासु पनि यस्ता फटाले खाइदियो। तैँले गर्दा त हो नि, चुबो लाएर बस्नु पर्दैन। घरमा मान्छे आएको बेलामा भात पाक्यो भन्नुपर्छ आफ्नै बारीको। आजकलको जमानामा सित्तैमा खान पाए कसले लाज मान्छ? चुर्न त लाज मान्दैनन्। सुनिए अबदेखि कोही मान्छे घरमा आएको बेलामा त्यहाँ भात पाक्यो, खाजा पाक्यो, चिया ल्याऊ भनिरहने होइन नि। अनि के भन्नी त? फोन आयो भन्ने आफ्नै बारीको। तँ आएर फोन आयो भन्नु, म कुरा बुझेर भित्र आएर खाना खाएर निक्लिहाल्छु, बुझिस्? बुझी बुझी। यस्ता कुरामा अलि सोच्ने गर्न दिमाग लाएर आफ्नै बारीको। ओहो फेरि इनका ठेगो पारेर फेरि हेर न त्यहाँ यसका रिस आफ्नै बारीको। अनि क्या हो त पुतलीका नयाँ हुनेवाला बाहुन अमेरिका गइया होइन? बचाउ कि नजाउ तँलाई के मतलब? मान्छेलाई कतो टेन्सन परिरहेछ यहाँ? बिहाई नगर टेन्सन क्या हो ब्रो? टिकट पाएन क्या हो कि भिसा लागेन? भिसा होइन आरोप चाहिँ लाग्यो आरोप। के आरोप लाग्यो त्यस्तो? चोर भयो चोर। ए लो ज्वाइँ हुन आएको मान्छे कहाँ चोर भइरहेको त? मन पो चोर्नु पर्छ त, पैसा चोर्ने हो त? मान्छेहरू त चोर जस्तो छैनौ। के हो बुढाले तोहला सिरान मुनि राखे पैसा हरायो भनेर पछि तिम्रो कोटको खल्तीबाट निस्क्यो होला होइन? ओहो तैँले कसरी थाहा पाइस्? ए भाइ उहिले यो त बुढाको पुरानो आदत हो। म त पुरानो जाइ पो त। बुढा त पैसा हरायो भन्दै अर्का गोजीमा हालिदिँदै चोर दोष लाउँदै हाल्यो भन्दा डबल पैसा लिन्छ। कम पैसा तिरेको छु मैले त्यसरी। कतिलाई यही काण्डमा जेल हाल्यो, कतिलाई टोल छिमेकी बोलाएर हर खुस्कायो। हेर्दै जान के हर्दर छ बुढोले। अनि कोटको खल्तीमा कति पैसा हालेर चोर दोष लाग्यो नि बुढोले? मलाई के थाहा? मोबाइल निकाल्नु भनेर कोटको खल्तीमा हात हालेको, पैसा भुइँमा खस्यो। आफूले चोरे होइन, खोइ 7,000 भन्दै थियो बुढो। ए भनेपछि बढी त माग्नै बाँकी रहेछ नि। त्यो बुढो त 7,000 थियो भने मेरो 14,000 पैसा थियो, खोइ 7,000 ल्याऊ भनेर माग्छ। अझ तँलाई त 7,000 मात्रै हाल्दैछ कोटको खल्तीमा, मलाई त एकचोटि 40,000 हाल्थ्यो। 80,000 रुपियाँ ठाउँको ठाउँ गनिनँ मैले। त्यस्तो त होइन होला। हो कि होइन भन्ने कुरो पछि थाहा पाइहाल्छ नि। कति न अमेरिका जानु पाइन्छ भनेर ढुनमुन्नेर आछ। बुढाले कहाँ पुर्याउँदो रहेछ हेरौँ न। म पनि जेल पुर्याउँछ कि अमेरिका पुर्याउँछ। अरू जे जस्तो भए पनि बुढाले सबै मान्छे बोलाएर डडाल्नु सेया चाहिँ हेर्नु नपरे हुन्थ्यो भन्ने मेरो इच्छा हो। अब आफ्नो भाग्यको कुरो त कसले मेट्न सक्छ र? ल ठिक छ, बुढाले के हालत बनाउँदो रहेछ हेरौँला म पनि। अनि आफ्नै बारीको गाउँतिर के छ नि हालखबर? के हुनु हजुर, ठिकै छ, चलिरहेछ। अब त गाउँमा नि शान्ति होला नि? थिए नि हजुर 4-5 जना शान्ति। एउटा शान्ति चाहिँ अस्ति फागुनमा बिहा गरेर गई, अरू बाँकी छन्। तपाईँको नि ठट्टा गर्ने बानी अझै गाह्रो हुन्छ। गाउँदेखि नै यस्तै हुनुहुन्छ। ए मुन्द्रे दाइ सुन्नुस् त। के भयो किन? खा फोन आयो। ए ल आएँ म आएँ। यो चाहिँ कान्छी हजुर आफ्नै बारीको। तपाईँहरूको के काम रे साँच्ची? ए तपाईँहरूको काम हुन्छ, अब पनि जनताको काम हुँदैन? हामी के को लागि बसेको? जनताकै काम गर्नु बस्यो त। अब यस्तो आश्वासन दिएर भएन नेताज्यू, काम हुनु पर्यो काम। चुनाव पनि त आउँदैछ क्या अरे, गाउँमा त आउनु पर्ला नि। ए त्यस्तो कुरा नि गर्नुहुन्छ? मैले कहिले गाउँलाई बिर्सिएको छु र? म आइहाल्छु नि गाउँमा, त्यो पनि आफ्नै बारीको गाउँ। 4-4 वर्ष 5-5 वर्षमा त आइरहेकै छु नि। अब बिचमा 8-10 वर्ष ग्याप भयो। मेरो बसमै नभएको कुरा। कस्तो नसुने भने फोन आयो भने होइन?
ए बाबा आएँ भने खुरुक्क जान। तपाईँको चाहिँ कुरा के रे खास? कुरा त त्यही त हो नि, अघि भनिहालेँ नि। हाम्रो गाउँमा पनि बत्ती बाल्नु पर्यो। बत्ती मुनि अँध्यारो भयो हाम्रो गाउँ। सधैँ हामी चाहिँ अँध्यारोमा बसिराख्ने। त्यही त, अरूको गाउँमा बत्ती बलिसक्यो, हाम्रो गाउँमा जहिले पनि अँध्यारै छ। पहल गरिदिनु पर्यो नि तपाईँले। लु अब चाहिँ त्यस्तो रहर नगरे हुन्छ तपाईँहरूले। अब गाउँमा पोल गाडेर तार मात्रै तान्ने त हो नि, बत्ती बाल्न पाइँदैन। यी राजधानीमा त आफ्नै बारीको बत्ती बाल्न पाएको छैन, गाउँमा कहाँबाट हुन्छ? बेकारमा दोहोरो मारमा पर्नुहुन्छ तपाईँहरू। अहिले जे बालिरहनु भएको छ आफ्नो बारीको त्यही ठिक छ। उता बत्तीको पैसा नि तिरिरहनु पर्ने, यता मर्तेल किनेर टुकी पनि बालिरहनु पर्ने आफ्नै बारीको। होइन कस्तो नसुने भने के भयो? टेलिफोन सेल आयो भने मर्सलजी दामी छ। के हो यो? नेपालबाटै मगाएको? यही किने नि? यहाँ पाइन्छ यसो मर्सेल? यहाँ पाइन्छ नि हो, इन्डियाबाट ल्याएको हो नि। कति पर्छ? 7,000 हो यहाँको। 14,000 पर्दछ होइन? सरी धन्यवाद। पैसा धेरै कमाउनु। धेरै पो थाकियो त हो, उतैको जस्तो गरम रहेछ यहाँ पनि। दुबई गर्मी खुबै भने यही त हो नि। भाइ मन्त्री अलिक चलाक छ, टाकटुक मिलाउनु सक्छ। यसो यहाँतिरका मान्छेहरू कसैलाई यसो सिफट माग्न। त्यही गरी तपाईँलाई फोन गर्नुभयो भने तुरुन्त पार्टी अफिसमा फोन गर्नु भन्नु, नत्र बाध्य भएर पार्टीले कारबाही गर्नुपर्ने अवस्था आउँछ। त्यही बल्ल बल्ल पाजाहिर पनि खुस्केला नेताजीको। त्यसो चाहिँ नभन्नुस् न हजुर। बल्ल एउटा देश जानु भएको छ, अझै 2-4 देश जान दिनुस्, अलि घुम्न दिनुस्। अब पार्टीकै कामले गर्दाखेरि व्यस्त भएर फोन गर्न नपाउनु भयो होला के? अब सयौं नेपालीहरू छन्, तिनीहरूले दुःख पाएका छन् कि सुख पाएछन् भनेर त बुझ्न जानु भएको। अब ती दुःख पाएकाहरूलाई नेपाल फर्काउनु पर्यो। कति व्यस्त हुनुहुन्छ होला बिचराहरू। देशको विकासको कुरा तपाईँहरू छोड्नु न, त्यो कुरा बिस्तारै हुन्छ। अब हामीले गर्छु भनेपछि गर्छु, अरू एउटा कुरो चाहिँ तपाईँहरूले गर्नु पर्यो। हो यहाँ यसो यहाँ मेरो 2-4 मान्छेहरू ल्याएर यहाँ काममा भर्ती गराइदिनु पर्यो। बिजोग भइरहेछ तिनीहरूको। होइन तपाईँहरू मान्छे मात्र ल्याउन खोज्नुहुन्छ विदेशमा। पहिले नेपाल बनाउनुहोस् न, हामी नि त्यहाँ जान्छौँ नि। यतिको राम्रो भयो भने हामी नि जान्छौँ नि। किन ल्याइदिनु पर्यो नेपाली विदेशमा? बाबा यो पनि हाम्रो पार्टीको उद्देश्यभित्र पर्छ भने त्यहाँ बस्ने मान्छेहरूले टायर बालेर नेपाल बन्द गरेर हैरान पारे। तिनी टायर बालेर नेपाल बन्द गर्नेलाई विदेशमा ल्याएर राखेपछि उहाँ हामीले आनन्दसँग विकास गर्नु नि देशको। ती बसिरह्यो भने जहिले पनि टायर मात्रै बालिरहन्छ। के गर्नु? जो पो भन्न खोजे आफ्नो नातादार घुसाउनु खोजे भने। अनि यो अर्का देश चाहिँ यस्तो राम्रो किन हो? यो भगवान्ले अल्लाहले बनाइदिएको होइन नि, यो मान्छेले नै मेहनत गरेर बनायो। यो हाम्रो चक्का जाम नेपाल बन्द, बत्ती छैन, छैन पानी छैन। घरका मान्छे कहाँ गएछन्? सुन्ने छ त बा। सब प्रिपेड मोबाइलको लाइन बस्न गए कि क्या हो? होइन को कराउँछ फेरि यो कानको छेउमा आरो एकछिन सुत्नु भने अनि सुत्न दिँदैनन् डाँडेहरू। छोरो चाहिँ त यही रहेछ नि आफ्नो बारीको। हाम्रो बाको थेगो चाहिँ नभन है। बल्ल बल्ल नयाँ थेगो ल्याएर छन्, त्यही पनि चोर्न खोज्छ डाँडे। अनि आज एक्लै घरमा? भने बा विदेश गएपछि त म एक्लै भइहालेँ नि। अनि खोइ त मुखभरि केस भएका मुकेश बा नि आका भने हैन? को मुकेश बा? हजुरबा का हजुरबा? तिम्रो हजुरबा, बुबाको ससुरा, आमाको बाउ। ए त्यसो भन्न त हजुरबा त मामा खोज्न जानु भएको छ भाइ। मामा? को मामा? राता मकै मामा क्या त? गाउँमा पनि गाह्रन्छन्, कहाँ गछन् त्यही मामालाई खोज्न भनेर त हजुरबा आएको रे। अनि होइन कहाँ हराछन् त ती राता मकै? सबै तपाईँहरू 4 वर्ष, कोही 8 वर्ष, 7 वर्षको। म जब भर्खरै 7 दिन भयो आएको। तपाईँहरूले मलाई म काम गर्न सक्छु, पाखरो हृष्टपुष्ट पनि छु होइन। कामै यताउने गरेर मलाई चाहिँ यसो 40-50 हजार पर्ने यसो जागिर चाहिँ गरिदिनु पर्यो। मेरो इज्जत छ। गाउँमा खेतबारी नभए मान्छे होइन। 4-4 वटा त भैँसी थियो मेरो, 8 वटा बाख्रा थियो।
सारा छोडेर दाँदा यताउति गरेर म पनि विदेश जान्छु काम गर्छु रोजगारी गर्छु यहाँ सिकेका कुराहरू लगेर आफ्नो नेपालमा गएर खोल्छु भनेर पो त आएको गाँठे म केही हावामा यो देश घुम्न आएको होइन नि म त्यसले गर्दाखेरि मलाई एउटा राम्रो सजिलो र 2-4 पैसा आउने ठाउँमा चाहिँ तपाईँहरूले चिन्जानको कम्पनीमा हो भने मलाई गराइदिनु पर्छ काम चाहिँ ससानो पाइन्छ होइन 40-50 हजारै भनेर त भन्न सकिँदैन कलाकार नायिका होइन तपाईँ नमस्कार उहाँ हाम्रो स्पोन्सर खेमलालजी है हेलो ब्रो स्पोन्सर भने के रहेछ ए अनि के गर्न आउनु अनि हामी यहाँ कार्यक्रमको लागि आएको कार्यक्रम गर्न के कार्यक्रम स्टेज प्रोग्राम ओ कहिले नि आज बेलुका छ आउनुहोस् न तपाईँहरू पनि हेर्नलाई भइहाल्छ नि किन नआउनु अब यहाँ नेपाली नायिकाको कार्यक्रम हेर्न पाइन्छ किन नआउनु यस्तो ल अब दुबई जस्तो ठाउँमा नेपाली कलाकारहरू आएर यसरी कार्यक्रम गर्न पाउनु भने त ठुलो कुरा हो त यसलाई पनि डराइदिनु पर्यो आउनुहोस् है त हुन्छ जाउँ त ल ल नमस्कार किन फोन नगरे नि यत्रो दिनसम्म अहिले तपाईँ दुबई नै हो हो अनि एउटा कुरा सुन मैले तँलाई फोन गरेको कुरा हल्ला गर्दै हिँड्ने होइन नि फेरि यो जेठी चोथाले थाहा पायो भने मार्छ त्यसलाई भन्दै नभन्नु बुझे कान्छी भने त कान्छी नै हुँदो रहेछ नि कम सम्झना आएको हो तेरो अनि फोन गरे नि अनि कहिले आउने त तपाईँहरू अझै लाग्ला 1 हप्ता जति देखि विदेशमा आएर नि मैले तँलाई सम्झिनँ यति सम्झना आएको हो तेरो त्यो चोथालेको त मलाई एक पटक सम्झना आएको भए मारिदिनु म त्यसलाई त फोन गरे पो थाङ्कु बुढा थाङ्कु फोनबाटै माया गरिदिउ ल भो बढी एक्साइटिङ न हो म 1 हप्तामा आइहाल्छु नि चोथालेलाई चाहिँ नभन्नु नि है मैले फोन गरेको कुरा फेरि रणाको मोचेला ल त ल भाइ बाई हेर बुढाले मलाई कतिको माया गर्दछन् भनेर त आज पो थाहा पाएँ त्यत्रो सात समुद्र पारी गएर पनि मलाई सम्झिरहेका छन् त्यो चोथालेले थाहा नपाउने गरेर खुसक्क फोन गरेका कतै त्यसलाई फोन गरौँ पनि कसरी अनुहार सपनामा देख्यो भने तर्सिन हुन् को ठुली हो आफ्नै बारीको हो म ठुली बोले हो यत्रो दिनसम्म किन फोन नगर्नु भए त तपाईँ कहाँ त्यहाँ दुबईमै हो यहाँ सुन फेरि मैले यो तँलाई फोन गरेको कुरा नि त्यो हात्तीलाई नभन्ने फेरि हल्ला गर्दै नहिँड्नु देखि जेठी भने त जेठी नै हुँदो रहेछ नि बुझी अनि कहिले आउने त तपाईँ अझै 1 हप्ता जति लाग्छ देखि तँलाई मैले कति माया गर्दो रहेछु यहाँ विदेशमा आएर नि तँलाई चाहिँ मैले सम्झेँ त्यो हात्तीको त सम्झना पनि गरेको छैन मैले आउँदैन ल स्वाङ नपार्नुहोस् त्यो त मलाई थाहा भइहाल्यो नि यसै गरी मलाई खुसु फोन गर्नुहोस् है ल तँलाई त म गरिहाल्छु नि ल बाई आहा मलाई श्रीमानले कति माया गर्दा रहेछन् भन्ने कुरा त आज पो थाहा पाएँ मैले त्यत्रो विदेशमा बसेर पनि मलाई सम्झेका त्यो हात्तीले थाहा नपाउने गरेर खुसुक्क मलाई मात्रै फोन गरेका अब त्यो हात्तीले थाहा पाउने भई आउन आऊ तिम्रो खुसी म त सधैँ पर्खेर होला ऊ आई अँध्यारो मुख लगाएर बिचरा श्रीमानले एकल फोन पनि किन नगरे होला भन्ठान्दियो यसलाई के थाहा बुढाले अघि भर्खर मलाई फोन गरे भनेर कठै बरा बुढाले अहिलेसम्म पनि एकल फोन किन नगरे होला भन्ठानेर सोचेर बसिराखेकी हो नि अहिले भर्खर बुढाले मलाई फोन गरेको कुरा यसलाई के थाहा के भयो तँलाई किन एक्लै झोक्रिएर बसिराखेकी नि त्यहाँ अब के हुनु नि गएको यत्रो दिन भइसक्यो एकल फोन पनि गरे होइन त्यही त कम से कम एकल फोन त गर्न पर्छ के गरे होलान् के गरे कहिले आउने हो 1 हप्तामा आउने हो कि हेर न यसले अन्दाज गरे बिचरा 1 हप्तामै बुढो आउने भन्ने कुरा यसलाई के थाहा अबको 1 हप्तामा चाहिँ आउँछन् कि हेर न यसले अन्दाज गरे बिचरा आउनी त 1 हप्तामै आउने हो नि अघि नै मलाई फोनमा भनिसके अबको 1 हप्तामा त पक्कै आउँछन् होला है सुन्छ समाज भने
ए यो पुलिसले समात्छ भने कुरो होइन तिमीले त ज्यादै दुःख दियो पछि ए भन्छ के मामालाई एउटा बुवा माइकी खोज्देऊ न यो दुवैमा कसरी माइकी खोज्नु नि तातन थारा वा नलवाला धोका दिएर मैले त सुने यहाँ के अरे लोनीहरू चाहिँ विदेशतिर गएको रे होइन कोही लोनी मरेको त्यस्तो खालको गाँठबाट चाहिँ खोज्देऊ न म धनी भयो तिमी पनि धनी भएन ल म सक्दिनँ यहाँ आफू बल्ल जाने बेला भइसक्यो ए यस्तो जाँदा मामा तातन थारा गयो बहा बहा आयोजक कता गयो आज घरसम्म बढी हिँड्ने बानी गर्नु त्यति राम्रो हुँदैन बाहिर तपाईँलाई केही सपिङ सुना मार्केटतिर जानुपर्छ भने एउटा लिदिन है स्टिक एउटा फोटो ओके एकदम पुरा हामी डान लिएर मैले चाहिँ त्यो पाम हाउसमा एउटा बिजनेस गर्ने भनेर सधैँ बनाइरहेको सिटाउ रमाइलो भइरहेछ नि त ओ सरी मैले तपाईँको अर्डर आफै लिने बिर्सेको नि त प्लिज म लास्टै बिहान हो कि तपाईँको यहाँ दिनु न ल यहाँ छातीमै झ्याप्पै अनि यहाँ त नुहाउँदा गइहाल्छ नि म नुहाइकन बस्छु नि त नुहायो भने नि यो पाठ पुरा छोड्छु कि यहाँ दिनु न होइन प्लिज पुरा हातमा दिन्छु हो ल हातमै दिनु ओइ मन्द्रे मलाई समुद्र छेउमा छोडेर यो खाली यो नानीसँग हिँडेर के गर्नु आयो हातले आगो एउटा पुतलीलाई घर गएर खान नदिएर बच्चा अहिले पनि म नानीको पुच्छर लागेर हिँडेको छु मरो कसैको कुरो नगर्नु न यहाँ एकदम जिस्किसिन्छ क्या ओइ मन्द्रे उता एउटा कुइरिनी बसिरहेको रहेछ आफ्नै बारीको त्योसँग मेरो एउटा फोटो खिच्दै होइन आमाहरूलाई चाहिँ नभन्ने फेरि मलाई उहाँ गएर सबै कुरो खोल्ला तपाईँ गएर खिच्दै गर्नु न म आउँछु नानी एकछिन यता बस्दै गर है त म त्यसलाई यसो भन्छुन गरेर आउँछु एकदम तपाईँहरू बुवा छोरा देख्न मिल्नुहुन्छ जस्तो साथी जस्तै लाग्यो एकदम फ्रेन्डली व्यवहार गर्छौँ हामी बाहिर पर्तिर ए हुन्छ ओके अनि मेरो आयोजकलाई छोडिदिउँ न अब हामी आयोजक नि ए ल आउनुहुन्छ होला बोलाउनु पर्छ अब आयोजकै मुन्ने छोडिदिनु होइन बाहिर आएपछि उहाँलाई छोड्नु भएन नि यो हुन त मलाई पहिले बाबाले फिल्म लाइनमा त्यति नलाग्नु भन्छ कि अनि यो तपाईँहरूको हिजो सो हेरेर यो कलाकारहरू विदेशमा कार्यक्रम गर्ने यहाँ देखेर चाहिँ अब ट्राई दिस भन्ने जस्तो पनि लाग्यो कि अनि पापाले पनि हल्का त्यो अरुणिमासमा कुरा हुने आउँदेखि चाहिँ सँगै डान्स गर्दै हिँड्नुपर्छ क्या हुन्छ आउनुहोस् न वेलकम या ओके केही टेन्सन लिनु पर्दैन तपाईँ म एनी प्रब्लम नो प्रब्लम कता लाग्यो त अनि ए नानी त्यो फोटोग्राफ हो कि के हो मलाई नै दिन मिल्छ यहाँ त मिल्दैन त तपाईँको छोराले पनि भन्नुभएको थियो मैले हातमा दिएँ ए मेरो नि हातमा लेखिदिउँ नि त कलम त फेरि तपाईँको छोरासँगै छ त ए मैले पनि बोकिनँ 4-5 वटा कलम भइरहन्थ्यो ज्यानमा आजै सकिएछ भने यसो यता घुम्नु जाने मन्द्रे कहाँ गयो जाउँ त यतातिर यसो जिरे खुर्सानी खै त गाती आउँदैन
होइन क्या हो यो मैले क्वेसनै बाँडेको छैन त यो त क्वेसन हेरेर ल्याउँदैछ क्या हो भाइ के हो यो सर क्वेसन लामो रहेछ सर भ्याउने हो कि नभ्याउने हो कहाँबाट आयो क्वेसन यहाँ मैले क्वेसनै बाँडेको छैन हजुरले बाँड्नुभन्दा पहिला अरूले बाँडेछ नि त सर बाले हिजो राति 2 बजे फेला पारेर ल्याइदिएछन् क्वेसन हाता परेपछि त सुत्नै पाइएन नि कण्ठ गर्दा गर्दै कसरी आउट भयो यो क्वेसन विश्वकप क्रिकेटमा इन्डिया पहिलो चरणमा जसरी आउट भयो क्वेसन पनि त्यसरी आउट भयो सर क्वेसन राखे झोलामा पैसा इन क्वेसन आउट चुप बढी बोल्ने होइन रेस्टिकेट गरिदिउँ मलाई के रेस्टिकेट गर्नुहुन्छ सर सक्नुहुन्छ भने यो क्वेसन फोटोकपी गरेर बेच्नेलाई गर्नुहोस् न के हो सर यो यसरी जाँच अगाडि नै खुलेआम क्वेसन आउट भएपछि हामीले रात दिन मेहनत गर्यो के काम लाग्यो यही हो हाम्रो मेहनतको फल सर यसरी बजारमा क्वेसन आउट भएपछि हामीले 10 वर्ष गरेको मेहनत के काम लाग्यो तिमीहरूले मात्र मेहनत गरेका छौ नि हामीले मेहनतै गरेका छैन यो क्वेसन हात पार्नलाई हाम्रो पाले कम मेहनत गरेका छन् रातको 1 बजे फेला पारेर 2 बजे ल्याइदिएछन् त्यसपछि मैले कम मेहनत गरेका छु यसमा ए चुप बढी हल्ला गर्ने होइन ल तपाईहरु क्वेसन लिनुस् त एक्सक्युज मी सर हजुर भन्नुस् आजको परीक्षाको प्रश्नपत्र हिजो बेलुका आउट भएछ त्यही भएर आजको एक्जाम क्यान्सल भएको छ त्यही भन्न आएको छ सरी भाइ बहिनी हो आजको क्वेसन आउट भएको हुनाले परीक्षा रद्द भएको छ तपाईहरुले लेख्न छोड्दिनु भयो हुन्छ वाह सर हाम्रो देशको शिक्षा नीति यही हो है नयाँ नेपालको नयाँ शिक्षा नीति यही हो सर त्यही त सर हामीले जाँच दिन नपाइने हामीले त क्वेसन त छोडेको छैन नि हाम्रो बाउआमाको लगानी र 10 वर्षको मेहनतको फल यही हो त सर एउटा विद्यार्थीले ढुक्क भएर पढा जाँच दिन पाउँदैन सर के ताल हो यो हामी विद्यार्थीको हक र हित यो सब प्रश्न मलाई होइन भाइ बहिनी हो त्यही क्वेसन आउट गर्नेलाई सोध्नुस् के गर्नुहुन्छ म त एउटा सानो कर्मचारी हो गाड बस्न जा भने आइ मलाई पनि दुःख लागेको छ यो घटनाले ल हुन्दिनुस् तपाईहरु आफ्नो घर जान सक्नुहुन्छ देख्नुभयो सर यसरी क्वेसन आउट नगर्नु गरिसकेपछि सबैलाई भाग पुराएर गर्न पर्छ नि सर फाट्टा फुट्टा मात्र गरेर हुन्छ चुप आजको जाँच रद्द भयो नि थाहा छैन के लेखिरा गेट आउट ह्याट तेरी सर बर्बादै भयो नि कन्ठै पारेर राति 100 मा 100 ल्याउने विचार थियो आज अहिले यो स्थगित भएको विषयको जाँच चाहिँ कहिले हुन्छ त सर मलाई के थाहा वहाँ शिक्षा मन्त्रालयमा मिटिङ भइरहेको होला मिटिङले पारित गरिहाल्छन् कहिले हुन्छ भन्ने कुरा अब त्यसको क्वेसन कहाँ पाइहाल्ला त सर यसरी एउटै विषयको 2-2 क्वेसन किन्न पर्यो भने त नराम्रो घाटा लाग्ने भयो नि बाले नि फेरि नराम्रो दुःख पाउने भयो नि सर चुप गेट आउट जे आउनु त्यही आउटले त गर्यो नि सर उता क्वेसन आउट यता विद्यार्थी आउट गेट आउट आमा खोइ त बात आउँदैनन् कि क्या हो भाइ उतै घर जाउँ गरे कि अरे किन नआउनु नि तेरो बा आज भोलिमै आइपुग्नु हुन्छ नि खोइ कुन्ने है कुन्ने आमा तिमीले कसरी थाहा पायौ नि कसरी थाहा पाउनु नि तेरो बाउले दुबईबाट मलाई फोन गरेनन् कसले गर्छ त जस्तीलाई फोन तँलाई फोन गर्ने तँलाई माया गर्ने तेरो याद गर्ने भए मलाई किन बिहा गर्थे फोनमा मलाई त त्यसको एकपल्ट पनि याद आएन भन्दै थिए सारै न्यास्रो लाग्यो नि उहाँको मलाई उहाँ बिना त म त अब एक पल पनि बाँच्न सक्दिन अबको 1-2 दिनमा पनि आइपुग्नु भएन भने त बिरामी नै हुन्छु कि क्या हो म त हेर न त्यहाँ म हिजो बेलुका न्यास्रेर झन्डै मरिसकेका थिएँ धन्न बग्रेछु एकछिनपछि बोबो स्वाङ नपार हिजो राति 7 बजे नै घरघर घुरेर सुते कि होइन बडा फुर्ती लाउँछेस हेर न त्यही न्यास्रेर त 7 बजे सुत्या नि चाँडै सुतेपछि चाँडै सपनामा उहाँलाई देखिन्छ कि भनेर हेर न यसका फुर्ती अनि देखिस् त सपना बरु चाहिँ मैले टेलिफोनमा मज्जाले कुरा गरे सपना देखिन सपना पनि विपनै जस्तो लाग्यो आफुलाई त विपनामा कुरा गर्ने त भाग्यमानी हुनु पर्यो नि म हुँदा हुँदै तैले कहाँबाट पाउँछेस चान्स मैले त विपनामै कुरा गरिसके यसले त सपनामा पनि देख्न पाकी रहेनछ बिचरा हात्ती
ओहो हेर न त्यहाँ बाया भएको बेला चाहिँ कुचो प्रेसर कुकरले हिर्काउँछन् उहाँ भएको बेला चाहिँ स्वाङ पार्छन् न्यास्रोकै कुरा गर्ने हो भने त सबैभन्दा बढी न्यारो त मलाई लागेको छ भोकभन्दा नि बढी न्यारो लागेको छ के गर्नु अलिकति त भोक पनि लागिरहेछ नि हेर न म हुँदा हुँदा तँलाई किन न्यास्रो लाग्नु पर्ने नि जति न्यास्रो लाग्यो त मलाई पनि न्यास्रो लागेको छ त यहाँ के गर्नु जेठी धेरै न्यास्री भनेर टुप्लुक्क आइदिए हुन्थ्यो नि तपाईको दुबई भ्रमण कस्तो हो नेताजी एकदम राम्रो सौहार्दपूर्ण अनि यो भ्रमणको उपलब्धि चाहिँ के हो त नेताज्यू एकदम उपलब्धिपूर्ण भयो पाइलामा उपलब्धिपूर्ण भयो बाँकी कुरा चाहिँ म हाम्रो पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा अवगत गराउँछु नेपालीहरूको अवस्था दुबईमा कस्तो रहेछ नेताज्यू एकदम राम्रो अवस्था छ नेपालीहरूको समस्या बुझ्नमै समय गयो मेरो बढी त्यहाँ उहाँहरूको समस्या के छ भनेर उहाँहरू काम गर्ने फ्याक्ट्रीमा गइयो सुत्ने कोठामा गइयो रात भनिएन दिन भनिएन रात दौड त्यही समस्याको बारेमा हेर्नु त एक रात सुत्न पाएको छैन मैले आँखै गाडी रहेछ कहाँ गइयो रे रातारात फेरि एकचोटि भन्नुहोस् त नेताज्यू खानु जस्तो कहाँबाट आइपुग्यो यो आफ्नै बारीका राता मकै फेरि यिनको डबल पार्ट छ कि क्या हो शुभ लगाउन भन अनि दुबईका सांसद राष्ट्रपति कसलाई भेट गर्नुभयो त ओहो त्यसको बारेमा त कुरै नगर्नुहोस् न दुबईको उद्योगपति व्यापारी मन्त्रीहरूको नेपालप्रति कस्तो धारणा पाउनुभयो त के धारणा हुनु नि त्यहाँका ठुला व्यापारी उद्योगपतिहरूले नेपालमा व्यापार गर्न उद्योग गर्न खोजिरहेछन् अनि कस्तो कस्तो उद्योग धन्दा खोल्न खोजेका छन् त अब कोही गुन्द्रुक फ्याक्ट्री खोल्न इच्छुक छन् कोही मस्यौरो फ्याक्ट्री खोल्न इच्छुक छन् कसैले टिमुर खेती गर्न इच्छा गरेका छन् अब कोही प्योर कोदोको व्हाइट लेबल ड्रिङ्क्सको लाइसेन्स दिलाइदिनु पर्यो हामी त्यहाँ त्यो फ्याक्ट्री खोल्छौँ पनि भनिरहेछन् अब भ्रमणको उपलब्धि त कति हो कति दुःख पारो अल्पत्र परेका नेपाली कामदारहरूको उद्धार गर्न कतिको पहल गर्नुभयो त पहल गर्नु हो होइन पहलको ज्वलन्त उदाहरण त उहाँलाई हेर्नु वाह झाइ साहब मानिबा तपाईँलाई मैले गजबको राजनीति गर्ने हुनुभएको छ है तपाईँ उहाँ दुबईको एयरपोर्टमा अलपत्र परेर बसिरहनु भएको रहेछ खर्च सर्च नभएर यहाँ मेन पावरबाट ठगिएर जानु भएको रहेछ उहाँलाई मैले झिकाएँ कि झिकाइन उहाँलाई उद्धार गराएर पहिला उहाँलाई प्लेन चढाएर पठाएर मात्रै पछिल्लो प्लेनमा म यहाँ आएको तपाईँहरूले यसै गरेर एयरपोर्टमा सोध्नु होला भनेर ज्वलन्त उदाहरण मैले उहाँलाई यहाँ देखाउन खोजेँ त्यति मात्रै वाह नेताज्यू वाह कस्तो राजनीति गर्नुभयो है तपाईँले यस्तै खालको राजनीति गर्नुभयो भने झन्डावाल गाडी चलाउन तपाईँलाई धेरै बेर लाग्दैन ल भयो होइन त अब भ्रमणको कुरा यति नै बाँकी कुरा म पत्रकार सम्मेलनमा अवगत गराउँला ल लागे है त नगराउनु न नगराउनु उहाँदेखि भर्खर आएको छु भन्ने कुरा त भनिहाल्यो नि ल एकछिन थाहा एउटा कुरो छ ल हिँड्नुहोस् जाउँ यत्रो अल्पत्र परे मान्छेलाई यहाँसम्म झिकाएर उद्धार गरिरहेको छु कहाँ यहाँ बसिरह अहिले हिँडायो घर पुगिसकिन्थ्यो ल हिँड्नुहोस् म घरसम्म पुऱ्याइदिन्छु अगाडि हिँड्नुहोस् तपाईँ हिँड्नुहोस् गुरुका होइन तपाईँ भूत हो कि दूत हो दुबई गयो दुबईमै भेट हुन्छ यहाँ आयो यी भेट हुन्छ तपाईँको डबल पार्ट छ कि क्या डबल पार्ट होइन चौबर पार्ट मेरो अनि दुबईमा कसलाई भेट्या रे कसलाई भेट्नलाई पहल गरे अरे नकराउनु न नकराउनु राजनीति भाषा बुझ्नु सोध्नु छैन क्वार 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 कराछ अनि डिस्कोमा फिलिपिन केटीसँग टँड खाएर फिट्टु भएर कुमजोडी यसरी नाचेको कुरो चाहिँ कसले मैले भन्नु पर्यो ए जाई साहब कति झुटो बोल्छौ भन्ने बेला चाहिँ तिमी नयाँ नेपाल बनाउने भन्छौ नयाँ नेताको चाल चाहिँ यस्तो नभए कस्तो त अनि तपाईँ चाहिँ कसरी आइपुग्नु यहाँ फेरि एक्कासी हजुर जस्तो महान नेता विदेश भ्रमणमा गइसकेपछि हामी जस्तो नेपालीले अब पनि अल्पत्र परिरहनु पर्छ र अब हो ल बोल्ने भाषा यही हो है अब यहाँभन्दा बढाउँदैन नबढाउनु घटाउँदैन नघटाउनु यसैमा तपाईँको कल्याण छ नि दिएको मेरो कल्याण हुनु नि आफ्नै कल्याण छ भनेर भन्नुहोस् न
मुन्द्रे छोरालाई पनि पिए बनाएर दुबई लग्यो होइन मुन्द्रे छोरालाई उतै दुबईतिर बेचेर आउनुभयो क्या मुखा हान्नु जस्तो आफ्नै बारीको छोरालाई नि कसैले बेच्छन् पछि पछि आउँदैछ अहिले त मुन्द्रे त ठुलो व्यापारी पो भएको छ त भन्सारमा सामान छुटाएर आउँदैछ ओहो साह्रै गरौँ रहेछ 150 त पुग्दैन सर 200 दिनुपर्छ त्यही त टाढा पनि रहेछ नगराउ अहिले यो पेट्रोलको भाडा बढाएपछि पछि उपभोक्तालाई मार पर्दैन भाउ बढेर जान्ने हुन्छ अहिले तिमीहरूलाई भाडा बढिदिएर के गर्नु पछि तिमीहरूलाई मार पर्छ यो पेट्रोल किन्ने तिमीहरूले नि हो हामीले किन्ने होइन ओहो मुन्द्रेजी होइन तपाईँ त दुबई जानुभयो भने हो आउँदैछु होइन के लिएर आउनुभयो यो समुद्रको पानी लिएर आउनुभयो कि क्या हो के को पानी ल्याउने नि अरबियन कन्ट्री गएर पनि कसैले पानी ल्याउँछन् पेट्रोल ल्याएको पेट्रोल दुबईको खानीबाट भर्खर निकालेको 1 नम्बर पेट्रोल तातै छ यो पेट्रोल त गाडीमा हाल्न पनि पर्दैन देखाउने बित्तिकै गाडी आफै स्टार्ट हुन्छ ओहो कस्तो बुद्धि तपाईँ राम्रो व्यापार समाउनु भएछ के को व्यापार नि समाज सेवा भन्नु न समाज सेवा हाम्रा नेपालका मयू अनि ठुल्ठुला मान्छेले यी अम्लेसनको पेट्रोल ल्याएर बेच्न सकेनन् हामीले दुबईबाट झिकायौँ अब के हार्ने बाउ राजनीतिमा लागेपछि छोराले समाज सेवा गर्नै पर्दो रहेछ जनताको दुःख देख्न सकिएन के चिज जनतालाई आवश्यकता थियो त्यही लिएर आयो दुबईबाट ओहो बधाई छ तपाईँलाई दुबईबाट पेट्रोल ल्याएर बाँड्नु भनेको कुरा चान्चु नै हो जे होस् अब चाहिँ जनतालाई पेट्रोलको दुःख नपर्ने भयो नि त हो त भएर के गर्नु यस्तो मान्छेलाई राष्ट्रले चिन्न सकेन तै पनि यसो समाज सेवा जनतालाई यसो खुसी पार्ने बाटो होइन छिटो हिँड्नु पम्प खोल्नु पर्छ भाइ अनेक गर्छ यो मन्दिरले पनि खोइ घर त शून्य छ नि कहाँ गएछन् सब आफ्नो बारीका सन्चै छ तिमीहरूलाई होइन के गर्छन् ल हेर न त्यहाँ मुखा हान्नु जस्तो घरमा छिर्न पा छैन पछार दिए गाँठे पालो खुट्टा ढोक्दा त भइहाल्थ्यो नि मेरो बाबा हजुर मलाई एक्लै छोडेर कहाँ गएछ मेरो हजुर नहुँदा त घरै सुन्ने भयो सुटकेस कहाँ गयो ओइ हाती पालर लागिन सुटकेस सँगले मात्रै सामान याले होइन के हो यो यी मामा त जहाँ गयो त्यही देखिन्छन् ओ मामा क्या पिरेनले ल्याओ होइन कसरी आइपुग्नु भयो तपाईँ यहाँ फेरि हामीभन्दा पहिले ए राता मकै उडेर आएको प्लेनमा तिमीहरू आएकै प्लेनमा आएको म पनि होइन प्लेनमा भित्र त देखिएन प्लेनको पखेटामा झुन्डेर आयो क्या हो बाबा फाइनल हो मजाले सुतेर आएको प्लेनमा कहाँ सुत्या नि मुडामा के को मुडामा नि तल प्लेनको सामान राख्ने ठाउँमा सुत्यो नि एकजनाले 29 इन्चको टिभी ल्याउनु लागेको छ सेकेन्ड ठाउँमा टिभी चाहिँ निकालिदियो भाडा चाहिँ खाली भयो भएको छ त्यही बागसँग गएर बसी मजाले दुईजना लोडरले ल्याएर मजाले भर्याङमा सारा चढाएर लगेर प्लेनको भित्र लगेर राखिदियो आनन्दले सुतेर आइपुग्यो म त ल हेर बल्ल बल्ल दुबई पुगेको मान्छे उतै कामसाम खोजेर बसे भए हुन्थ्यो नि किन यसरी ढुनमुनिँदै मुन्ट्या नि आफ्नै देशमा काम गर्नु भनेर आएको नि के काम गर्ने त मेरो मुन्द्रे आइलिस्टरमा काम गर्छौ त मैले त दुबईबाट पेट्रोल सप्लाई गरेर आइलिस्टर खोल्ने विचार गरेँ अब त बिजनेसम्यान आइलिस्टरको सञ्चालक बाबा काम पाइनस् बढी के भने तिम्रो पेट्रोल पम्पमा काम गर्नु परेको छैन हाम्रो आफ्नै बिजनेस छ
होइन हेर न बरु विदेशको खानेकुरा कस्तो हुँदो रहेछ फेरि खानाकै झ्याउन छ हेर्न कस्तो राम्रो साडी एउटा मलाई है के कतामा ल्याइदिनु नि यो त मलाई ल्याइदिया हो नि होइन कहाँ तान गरिरहेको थियो सारी च्यातेला न तँलाई ल्याइदिया हो न तँलाई ल्याइदिया अनि कसलाई त आफ्नै बारीको अध्यक्षज्यूको श्रीमतीलाई ल्याइदिए आफ्नो श्रीमतीलाई होइन अब त अध्यक्षज्यूको श्रीमती छोरीहरूलाई रिजाउनु पर्छ तिमीहरूलाई रिजाएर के फाइदा अध्यक्षज्यूको श्रीमती छोरछोरी रिजायो भने मन्त्री हुन पाइन्छ पख न मन्त्री भइसकेपछि त यस्तो सारी कति लाउन पाइन्छ कति अहिले किन रहर गर्छौ तिमीहरूलाई त केही पनि ल्याएको छैन मैले आहा कस्तो राम्रो सर्ट ए बा यो सर्ट चाहिँ यो छोरालाई हो छोरा त छोरालाई हो त छोरालाई होइन आफ्नै बारीको अध्यक्षजीको छोरालाई होइन त्यो कति चलाइरह्यो भने त्यो सारी सर्टहरू चलाउने होइन त्यो राम्रोसँग मिलाएर राखिदियो खालि चलाछ त्यो अहिले अध्यक्षज्यूको पुर्याउनु जानुपर्छ लोग्नेले यहाँ कस्तो खालको राजनीति गरिरहेछ भन्ने कुरा नि बुझ्न सक्दैनन् यिनीहरू खानु त अब साडीको नातातिर लाग हसिना प्रसाद नत्र तेरो खैरियतै छैन अब यो चिटिक्क परेर नयाँ साडी लगेर अध्यक्षको श्रीमतीलाई दिएपछि अध्यक्षनी कसो खुसी नहोली त हो नोकरी त चाकरी नाकरी त काकरी भने यही हो होइन किन यसरी दुःख गर्नु पर्छ र दुःखको त कुरै भएन नि हजुर यो त एउटा हातको स्वभाव हो त हजुर मलाई यहाँबाट दुबई गएदेखि एउटै कुराले पिरलिरहेको थियो हजुरलाई के ल्याइदिउँ उपहार भनेर फेरि 10-12वटा डिपार्टमेन्टल स्टोर घुमेर बल्ल बल्ल राम्रो खालको साडी छानेर ल्याइदिए नि हजुर आफ्नै बारीको हजुर धेरै नि महँगो परे जस्तो छ नि हे तेरिका हजुर अब यो उपहारको पनि काहीँ मूल्य हुन्छ र हजुर गिफ्ट इज गिफ्ट नि हजुर मेरो यो दुवै भ्रमणको उपलब्धि भनेकै यही त हो नि हजुर आफ्नै बारीको ल त ल थ्याङ्क यू है सम्झेकोमा हस् त हजुर म पनि यसो पार्टी अफिसतिर लाग्छु हजुर ए हुन्छ नि हस् जानुहोस् हस् हजुर हस् हस् त हजुर के हो को आज अहिले असिना प्रसादजी आउनु भएको हेर्नुहोस् न दुबईबाट कस्तो राम्रो गिफ्ट ल्याइदिनु भएको रहेछ मान्छे त धेरै असल छन् जस्ता छन् है हजुर पार्टीमा अलि धेरै मान्यता दिनु नि अहिले त यस्तो गिफ्ट ल्याइदिए भने भोलि मन्त्री भएर भ्रमणमा गएपछि झन् कस्तो कस्तो गिफ्ट ल्याइदिएलान् पार्टीको उपसभापतिमा उहाँलाई मनोनित गरिदिइहाल्नुहोस् जति सक्दो उहाँलाई चाँडो मन्त्री बनाउनु पर्छ अरे बाबा त्यो दुवै भन्ने ठाउँमा नेपालीहरू चाहिँ थुप्रै रहेछन् हजुर आफ्नै बारीको ए अनि के गर्नुभयो कहाँ जानुभयो कुन विषयमा पहल गर्नुभयो त तपाईँले ठुलो पहल गरेर आएको छु हजुर मैले सर्वप्रथम त हाम्रो नेपालीहरूलाई नुहाउने व्यवस्था कस्तो छ त्यो काममा हात हालेँ मैले नुहाउने ठाउँ कस्तो रहेछ भनेर हेर्न गएको ठुलो समुद्र रहेछ आफ्नै बारीको अब त्यो समुद्रमा कसरी नुहाउँछन् के गरी नुहाउँछन् न त्यो पानीले नुहाउँदा जिउ पो चिलाउने छ कि भनेर स्वयं आफै अझ छोरालाई पनि लिएर गएर सँगै नुहाएर पानीमा अलिकति नुन चाहिँ बढी हालेर छन् आफ्नै बारीको त्यसको लागि पनि मैले 10-12 जना हाम्रो नेपालीहरू जम्मा पारेर ल यो नुहाउने पानीमा नुन बढी छ यो नुन अलिकति कम गराउनु यहाँको सरकारलाई दबाब दिनु भनेर एउटा दबाब समूह समेत गठन गरेर आइदिएको छु ल यो नुनको कुरा चाहिँ नगरौँ अहिले पहिले यो कुरो भन्नुहोस् तपाईँले महत्त्वपूर्ण व्यक्तिहरू कसलाई भेट्नुभयो कुन विषयमा पहल गर्नु पहिले त्यो भन्नुहोस् न सबभन्दा ठुलो पहल त मैले त्यहाँको आफ्नै बारीको सरकारसँग लोड सेडिङको बारेमा पहल गरेर आएको छु हजुर आहा यो चाहिँ एकदमै राम्रो पहल गर्नुभएछ तपाईँले अनि त्यहाँका मान्छे के भन्छन् त के धारणा रहेछ त्यहाँको मान्छेको नेपालमा कसरी लोड सेडिङ कम गर्न सकिन्छ अरे त
कुरा गर्नुहुन्छ आफ्नै बारीको मैले यहाँ नेपालको लोड सेडिङ घटाउनु पर्यो भन्ने कुरा गरे हो र त्यहाँको लोड सेडिङको बारेमा चाहिँ कुरा गरेँ मैले। ल हेर्नुहोस् त त्यहाँ त 1 सेकेन्ड पनि लोड सेडिङ नहुने रहेछ। दिउँसो पनि झलल घाम लागिहाल्छ, रातभरि पनि बत्ती बाल्दिएर सहरै झलल पार्दो रहेछन्। नेपालीलाई त दिन र रात छुट्याउन गाह्रो परेर कुन बेला सुत्ने र कुन बेला उठ्नेसम्म गाह्रो परेर त। ल हेर्नु त्यही बारेमा मैले त्यहाँको सरकारसँग ल हजुर यस्तो गरेर चाहिँ हुँदैन, अन्त तपाईँहरू जहाँ जसोसुकै गरेर बत्ती झलमल बाल्नुहोस्, तर हाम्रो नेपाली बस्ने ठाउँमा चाहिँ तपाईँहरूले कुनै पनि हालतमा 2 घन्टा भने पनि लोड सेडिङ चाहिँ गरिदिनै पर्छ, नत्र उनीहरूले हाम्रो देश बिर्सेलान् भन्ने डर हो भनेर नराम्रोसँग दबाब दिएर आएको छु नि हजुर मैले। अब यहाँ आफ्नो देशमा दिनको 6 घन्टासम्म लोड सेडिङ खेपेर बसिरहेको नेपालीहरूलाई त्यहाँ 1 सेकेन्ड पनि लोड सेडिङ नभएको ठाउँमा गएर बस्दा के हालत होला? भोलि बिरामी हुँदै फर्किँदै गर्दैनन्। मैले महत्त्वपूर्ण कुरो चाहिँ यसैलाई ठानेर यसैको बारेमा बढी दबाब दिएर आएको छु। अनि तपाईँले छोरो पनि सँगै भ्रमणमा लिएर गयो होइन त? छोरो चाहिँ उतै छोडेर आउनुभयो कि के हो? कहाँ छोड्नु हजुर, अहिले त मेरो मुन्द्रे त ठुलो समाजसेवापट्टि पो लागिरहेछ त हजुर। नेपालमा अहिलेसम्म नभएको ऐतिहासिक काम गर्दैछ। अब देशको स्थिति यही हो। अब तराईतिरबाट पेट्रोलियम पदार्थहरू आउने भन्ने कुरा अब छेपारा उखान भइगयो। त्यही भएर आफ्नै बारीको दुबईबाट ट्याक्क पेट्रोलियम पदार्थ झिकाएर यहाँ आफ्नै बारीको जनतालाई बाँड्ने काम पो गरिरहेछ त हजुर। पेट्रोल त सेतो थियो नि त हजुर। सेतो त भइहाल्छ नि त, प्योर पेट्रोल नि त। यहाँको जस्तो मर्दै मिसा हो र दुबईको खानीबाट ल्याएको। ल आजलाई बिक्री वितरण बन्द, पेट्रोल पम्प बन्द अब छैन जानी। यत्रो मानिसको लाइन देख्दा देख्दै बिक्री बन्द गर्न पाइन्छ? त्यही त, पेट्रोल हुँदा बन्द त गर्न मिल्दैन नि। किन मिल्दैन? यहाँका पेट्रोल पम्पवालाहरूले त्यही जब अमलेशगञ्जबाट ल्याएको मर्तेल मिसा पेट्रोल त भने बेला बेच्दैन, मन लाए बेच्छन्, मन नलाए बेच्दैन। हामीले त दुबईबाट प्योर पेट्रोल पिलेन चढाएर ल्याएका ग्यालिन, मन लाए बेचिन्छ, मन नलाए बेचिन्न। पेट्रोल पम्प बन्द लाउँछ। यत्रो लाइनमा बसिसकेपछि यस्तो भन्ने भाडा रित्तै छ। त्यही त के भने होला, भाडा खाली नै छ। अब कहिले बेच्ने त? हेरौँ अब यी मुन्द्रे आली स्टोरको सञ्चालक समितिको बैठक बस्नु पर्यो। अब बैठकले के निर्णय गर्छ, भाउ पनि बढ्न सक्छ। अब दुबईबाट ल्याएको पेट्रोल अब उता डलरको भाउ बढ्यो भने यता भाउ बढ्ने कुरो हो। हेरौँ अब कस्तो गिफ्ट ल्याइदिएछन् त असिना प्रसादले, यसो खोलेर पो हेर्नु पर्यो। महँगै होला जस्तो छ।